ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो नभएको थाहा पाउने सजिलो तरिका। यदि तपाईहरुले इमर्जेन्सी ड्राइभिङ लाइसेन्सको लागि एप्लाई गर्नुभएको थियो भने तपाईहरुको ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो नभएको अनलाइनबाट कसरी चेक गर्ने, घरमै बसेर अनलाइन हामीले ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो नभएको कसरी थाहा पाउने, त्यसको लागि तपाईहरु सजिलै आफ्नो मोबाइलबाट कुनै ब्राउजर अथवा गुगलमा जानु होला। यसमा म गुगलमा गएको छु। गुगलमा गइसकेपछि यसमा ड्राइभिङ लाइसेन्स चेक अनलाइन भनेर तपाईहरु सजिलैसँग यसरी सर्च गर्न सक्नुहुन्छ। सर्च गरिसकेपछि यसमा यातायात व्यवस्था को जुन यसमा कार्यालय यसमा सो गरेको छ, यातायात व्यवस्था कार्यालय भनेर दिएको छ। यसमा लाइसेन्स प्रिन्ट अवस्था भनेर दिएको छ। जस्ट तपाईहरु त्यसमा टच गर्नु होला। त्यसमा टच गरिसकेपछि अब तपाईहरु यो वेबसाइटमा आउन सक्नुहुन्छ। यो वेबसाइटमा आइसकेपछि अब तपाईहरु सजिलैसँग यसमा अलिकति तल जानु होला। यसमा लाइसेन्स नम्बर भनेर दिएको छ। यसमा तपाईहरुले आफ्नो ड्राइभिङ लाइसेन्स नम्बर जुन राख्नु होला। राखिसकेपछि चेकमा टच गर्नुपर्ने हुन्छ। जस्तै म यसमा आफ्नो राख्न गइरहेको छु। यसरी ड्राइभिङ लाइसेन्स नम्बर राखेर मैले यसमा चेकमा टच गरेको छु। चेकमा टच गर्ने बित्तिकै यसमा तपाईहरुको यसमा सो गरेको छ निम्न लाइसेन्स नम्बर प्रिन्ट भएको छैन भनेर दिएको छ। यसरी तपाईहरु सजिलैसँग घरमै बसेर अनलाइन चेक गर्न सक्नुहुन्छ कि तपाईहरुको ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो नभएको सजिलैसँग थाहा पाउन सक्नुहुन्छ।